नमस्ते हजुरहरूको चाहिँ अब केही गरी स्कुटरहरू बाइकहरू चाहिँ लड्यो भनेदेखि चाहिँ कसरी चाहिँ हामीले चाहिँ अब पहिलाको जस्तै गरेर सेम बनाउने भनेर चाहिँ सोध्दै हुनुहुन्छ भने चाहिँ हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है। मैले चाहिँ यो पहिला हजुरहरूलाई स्क्रैचहरू लागेको भिडियो पनि देखाइसकेको छु है। अब सबै कुरामा अब नयाँ नै सामान फेर्नुपर्छ भन्ने पनि छैन, तपाईँहरूको डेन पेन्ट गरेर नि सेमै हुन्छ है। हजुरहरूले भिडियोमा सुरुदेखि अन्तिमसम्म हेर्नु होला भिडियोलाई चाहिँ। अनि हामीले चाहिँ के गरेर के गर्दैछौँ भनेर यसको फुल प्रोसेसको भिडियो बनाइरहेका छौँ। अब यसमा डेन पेन्ट गरेर स्टिकरहरू हालेर सेम हुन्छ कि हुँदैन हामीले चाहिँ यसको लागि नै फुल प्रोसेसको भिडियोहरू बनाइरहेका छौँ, हजुरहरूले देख्दै हुनुहुन्छ। अब जस्तै हजुरहरूको चाहिँ जहाँ पनि जस्तो ठाउँमा नि स्क्रैचहरू लाग्न सक्छ, लडेर फुट्न सक्छ होइन, त्यसको लागि चाहिँ हामीले सबै यो डेन पेन्टहरू गरेर सेम टु सेम बनाइदिन्छौँ है। अब हजुरहरूले हेर्नु होला लगभग कलरको कामहरू कम्प्लिट भइसकेको छ। अब कलरको काम कम्प्लिट भइसकेपछि हामीले स्टिकरहरू टाल्दैछौँ होइन, सेम हुन्छ कि हुँदैन हेर्नु होला। हजुरहरूको नि यस्तै डेन पेन्टहरू गर्नुपर्ने छ बाइक स्कुटरहरूको भनेदेखि हजुरहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो लोकेसन रहेको छ पेप्सी कोला, लोकेसनको भिडियो टिकटकको पिनमा राखेको छ। हस् त, नमस्ते।